फेरि पार्ट 2 लिएर आएको छु। ओल्ड इज गोल्डको यो अस्मिता ओल्ड इज गोल्डको बिएससी फर्स्ट इयरको ओल्ड इज गोल्ड लिनियर एन्ड एङ्गुलर मोमेन्टमको न्युमेरिकल हो। यो चाहिँ के हुने हो, न्युमेरिकल हो। कति नम्बरको गरिरहेको छु, 9 नम्बरको। अ रकेट अफ मास, हेर 9 नम्बरको यहाँ म गरेको छु। यहाँ हेर्नु 9 नम्बरको के छ, क्वेसनले बुझौ। क्वेसन के भनेको छ, क्वेसन भनेको छ अ रकेट अफ मास हैज 180 kg फ्यूल। अ रकेट अफ मास, रकेटको मास कति छ, सुरुदेखि गिभन लेखो। यसलाई गिभन लेखो। रकेटको मास कति छ, रकेटको मास कति छ, 20 kg। रकेटको मास हो यो। रकेटमा फ्यूल छैन कि, रकेटको मास हो, खाली रकेटको मास हो। यो क्वेसनले भनेको छ हैज 180 kg फ्यूल छ, 180 kg अब फ्यूल छ। रकेटको फ्यूल, रकेट यसैले रकेट फ्यूल कति छ, 180 kg छ, 180 kg फ्यूल छ। अनि द एक्जस्ट भेलोसिटी अफ द फ्यूल इज 100। एक्जस्ट भेलोसिटी पनि दिएको छ। यसमा के गरेको छ, एक्जस्ट भेलोसिटी दिएको छ। एक्जस्ट भेलोसिटीले माथि गइरहेको छ, 1.6 किलोमिटरले गइरहेको छ भनेर भनेको हो। अब क्यालकुलेट द मिनिमम रेट अफ कन्सन्ट्रेसन अफ फ्यूल सो द्याट द रकेट मे राइज फ्रम द ग्राउन्ड। के भन्दैछ, जब हेर क्वेसनले भन्दैछ मिनिमम रेट 1 सेकेन्डमा, हेर 1 सेकेन्डमा रोकेट, रोकेट हो यो के हो, रोकेट, यो रोकेट हो भने ग्राउन्डबाट 1 सेकेन्डमा कति फ्यूल जलाउँछ अरे। 1 सेकेन्डमा कति फ्यूल जलाउँछ, 1 सेकेन्डमा कति फ्यूल जलाउँछ त्यही सोधेको क्वेसनले। 1 सेकेन्डमा कति फ्यूल जलाउँछ त्यो सोधेको छ। अब हेर यसको कन्डिसन क्वेसनले भनेको छ। अब हेर यसलाई माथि लग्नको लागि यो मास हो। अब हेर टोटल मास गर्नुपर्छ, टोटल मास। यसको टोटल मास निकाल्ने भने यसको मास, रकेटको मास 20 kg र रकेट फ्यूल, यो फ्यूलको पनि जोड्नु पर्यो। त्यसैले टोटल कति हुन्छ, 180 प्लस 20 गर्यो भने 200 हुन्छ, 200 kg मास हुन्छ हो नि। अब चाहिँ हेर यो रकेटलाई माथि धकेल्नको लागि यसको वेट बराबरको के लाग्नुपर्छ, फोर्स लाग्नुपर्छ। यसको वेट बराबरको, यसको वेट कति हो, 200 kg हो भने यसको बराबर के लाग्नुपर्छ, फोर्स लाग्नु पर्यो। यसको बराबर के लाग्नुपर्छ, फोर्स लाग्नु। यसको क्राइटेरिया युज गर्नुपर्छ। हेर यसको बराबर यो थ्रस्ट भनेको माथि धकेल्नु, यसको वेट बराबरको थ्रस्ट लाग्नुपर्छ। यसको वेट बराबर के लाग्नुपर्छ, थ्रस्ट लाग्नु पर्यो। यसको वेट बराबरको थ्रस्ट। अब हेर थ्रस्टको फर्मुला के हो, यहाँबाट निस्किन्छ। थ्रस्टको फर्मुला के हो, THRUST। थ्रस्ट भनेको, थ्रस्टको फर्मुला छ फ्यूल रेट गुणा एक्जस्ट भेलोसिटी। यो चाहिँ थ्रस्टको फर्मुला हो, एक्जस्ट भेलोसिटी यो थ्रस्टको फर्मुला हो। फ्यूल रेट चाहियो, थ्रस्ट भनेको फ्यूल रेट, फ्यूल भनेको रकेटलाई माथि धकेल्नको लागि फ्यूलको जरुरत हुन्छ। त्यसैले फ्यूलको के लाग्यो, फ्यूल रेट चाहियो। फ्यूल माथि धकेल्नको फ्यूल रेट र एक्जस्ट भेलोसिटी, यो के भेलोसिटीले माथि जान्छ नि, भेलोसिटीले माथि जान्छ v, त्यसैले गुणा भेलोसिटी गर्नुपर्छ थ्रस्टको। वेट भनेको तिम्रो सबैलाई थाहा होला, वेटको फर्मुला के हो, mg। वेट भनेको mg सबैलाई थाहा हुन्छ, वेट भनेको mg हो भनेर। अब हेर यो फर्मुला फ्यूल रेट छ नि, मलाई यही निकाल्नु छ। 1 सेकेन्डमा कति उठ्छ भनेर मलाई यही निकाल्नु छ भने पर सेकेन्ड, केजी पर सेकेन्ड फ्यूल। हेर फ्यूल रेट, मैले फ्यूल रेट इक्वल टु x केजी पर सेकेन्ड निकाल्नु छ। त्यसैले पर सेकेन्ड लिनुपर्छ, केजी पर सेकेन्ड। एक्जस्ट भेलोसिटी हामीले भ्यालु दिएको छ। अब हेर यो मलाई निकाल्नु छ, यो निकाल्नु छ। त्यसैले अब हेर कुन युज गर्नु पर्यो, थ्रस्ट इक्वल टु वेट। यसको माथि धकेल्नको लागि थ्रस्टको बराबर के लाग्नुपर्छ, वेटको बराबर के लाग्नुपर्छ, थ्रस्ट लाग्नुपर्छ भने थ्रस्ट इक्वल टु THRUST, थ्रस्ट इक्वल टु वेट। थ्रस्टको फर्मुला के हो, थ्रस्टको यहाँ फर्मुला छ, मैले फर्मुला लेख्छु फ्यूल रेट
एक्जस्ट भेलोसिटी यहाँ लेखौँ एक्जस्ट भेलोसिटी अनि इक्वल टु वेट छ वेट यहाँ थ्रस्ट इक्वल टु वेट गर्दैछु थ्रस्ट इक्वल टु वेट भनेको mg र हामीले निकाल्नु के छ यो फ्युल रेट हामीले निकाल्नु भनेको फ्युल रेट हो फ्युल रेट भनेको म के मानेको छु x kg/s यसले म x लेखौँ एक्जस्ट भेलोसिटीको भ्यालु दिएको छ एक्जस्ट भेलोसिटीको क्वेशनले भ्यालु दिएको छ एक्जस्ट भेलोसिटी भनेर यसलाई किलोमिटर/s मा छ यसलाई केमा लगाऊ मिटर/s मा लगाऊ यसलाई के हुन्छ मिटर/s मा लाग्दा 1600 मिटर/s हुन्छ 1600 हुन्छ 1600 लेख्दा भयो मास र मास दिएको छ mg भने मास कति छ हाम्रो मास टोटल मास 200 kg यो के हो मास m हो मास कति छ 200 छ गुणा ग्राभिटी भनेको सबैलाई थाहा होला ग्राभिटी भनेको 9.8 हो 9.8 हो अब यहाँबाट x को भ्यालु निस्किन्छ 200 गुणा 9.8 बाइ 1600 यहाँबाट x को क्याल्कुलेट गर्नु पर्यो x को भ्यालु कति आउँछ हेर्नु x को भ्यालु चाहिँ कति आउँछ हो x को भ्यालु हेरौ x को भ्यालु चाहिँ र 1.225 kg/s हुन्छ अरे kg/s यसले क्याल्कुलेट गर्नु यति आउँछ बुझ्यो यो चाहिँ फर्स्ट केस हो यो चाहिँ हाम्रो फर्स्ट थियो क्वेशनले अब फर्स्ट भनेको यति मात्र हामीले अहिलेसम्म गरेको छौं 9 नम्बरको अहिलेसम्म यति मात्र गरेको छु अब भन्छ अल्सो क्याल्कुलेट द अल्टिमेट vertical speed gained by rocket when the rate consumption of fuel is 20 kg भनेको छ क्वेशनले के भन्नु छ 20 kg भनेको छ यदि क्वेशनले भनेको यदि सुन्न अब अर्को स्टेपमा यदि रोकेट 1 सेकेन्डमा 20 kg फ्युल जलायो भने 1 सेकेन्डमा 20 kg फ्युल जलायो भने अन्त्यमा रोकेटले कति भर्टिकल अन्त्यमा रोकेट 1 सेकेन्डमा 20 kg फ्युल जलायो भने अन्त्यमा रोकेटले कति ठाडो भने भर्टिकल स्पिड कति पाउँछ रे भनेको छ भर्टिकल भनेको सिधा होला सबैलाई थाहा होला भर्टिकल स्पिड कति पाउँछ हो नि भर्टिकल स्पिड निकाल्नु भनेको हो भर्टिकल 1 सेकेन्डमा 20 kg फ्युल जलायो भने भर्टिकल स्पिड कति पाउँछ रे रोकेटले भनेको यो चाहिँ हाम्रो सेकेन्डको क्वेशन हो र अल्टिमेट भर्टिकल स्पिड अब नयाँ कुरा दियो फ्युल रेट कति दिएको छ फ्युल रेट हेर फ्युल क्वेशन नम्बर यसलाई म बी मान्दा भयो बी ए नम्बर गरी बी नम्बर यसले मान्ने फ्युल रेट 20 kg/s दिएको छ फ्युल रेट दिएको छ 1 सेकेन्डमा कति केजी फ्युल खर्च गर्दैछ 20 kg फ्युल खर्च गर्दैछ 1 सेकेन्डमा रे भर्टिकल स्पिड कति पाउला भनेर क्वेशन सोधेको छ अब हेर इनिशियल मास यसको इनिशियल जब रोकेट थियो र जब रोकेट तलमा थियो भने यसको इनिशियल मास 200 kg छ जब रोकेट उडेको छ नि तब 200 kg छ यसलाई लेखौ इनिशियल mass is equal to 200 kg final mass equal to m यसलाई m लेखौ फाइनल मास 20 kg फाइनल मास किन लेख्यो किनभने 1 सेकेन्डमा यो खर्च भइसकेको छ फाइनल मास यो खर्च भइसकेको छ भनेर लेखेको फाइनल मास फ्युल सकिएपछि हो नि फ्युल सकिएपछि हो रोकेटको स्पिडको फर्मुला अब थाहा हुनु पर्यो रोकेटको स्पिडको फर्मुला ROCKET रोकेट स्पिड फर्मुला भनेको v = VE log m0 by m रोकेट स्पिड
को फर्मुला यो हो। अब इनिशियल मास र फाइनल मास भनेको भ्यालु थाहा छ। यो VE भनेको एक्जस्ट भेलोसिटी हो। अब यहाँबाट भर्टिकलको भ्यालु आउँछ, भर्टिकल स्पिडको भ्यालु आउँछ। यो VE भनेको एक्जस्ट भेलोसिटी कति थियो 1600 मिटर होइन 1600 थियो अनि अब चाहिँ लग इनिशियल मास कति छ, इनिशियल मास 200, फाइनल मास 20 केजी छ। र यो मैले रफमा गर्दैछु यो नोटमा दिन्छु, अहिले नोट गर्नु सबैजना, ल्याङ्ग्वेज लेखेर गरेको छु, नोट दिन्छु। यो रफमा बुझ्नको लागि गर्नु पर्यो, बुझ्नको लागि त पहिला बुझ्नु पर्यो अनि चाहिँ लेख्नु पर्छ। लग 10 छ हो नि। यसलाई सल्भ गर्दा काट्यो भने 0 0 2 10 जा 20 कति हुन्छ 10 हुन्छ, लग 10 हुन्छ। VE = 1600। यसलाई लग 10 को भ्यालु कति हुन्छ 2.302 हुन्छ। अनि भर्टिकल स्पिडको भ्यालु 3683 मिटर पर सेकेन्ड। स्पिडको युनिट के हो मिटर पर सेकेन्ड। यसलाई म किलोमिटरमा लग्छु भने के हुन्छ 3.68 किलोमिटर पर सेकेन्ड हुन्छ। यो चाहिँ हाम्रो अन्त्यको लास्टको हो। अब हेर नोटमा लेख्नु, तिमीहरू नोट लेख्न सक्छौ भने यहाँ छ नोटमा मास अफ इम्पिटी रोकेट 20 केजी, इम्पिटी खाली भएको रोकेट, मास अफ फ्युल कति छ 180 केजी, टोटल इनिशियल मास एम नट टोटल गरेको छु, एक्जस्ट भेलोसिटी पनि भ्यालु दिएको छ, सबैजना लेखेको हो। मिनिमम अफ फ्युल कन्सम्पिटेसन्स रेट फर द रोकेट अफ द जस्ट राइज द अपवार्ड थ्रस्ट मस्ट बी इक्वल टु द वेट अफ द रोकेट, थ्रस्ट प्रोड्युस्ड बाई द रोकेट। जब इक्वल हुन्छ, जब क्राइटेरिया हुन्छ इक्वल अफ वेट अफ अनि थ्रस्ट इक्वल टु वेट हुनु पर्यो उड्नको लागि। यसको कन्डिसन छ, रोकेटको कन्डिसन हो यो। अब हेर मैले यहाँ दिएको छु थ्रस्ट इक्वल टु एक्स भी मानेको छु। एक्स भनेको त्यही हो फ्युल रेट र भी भनेको भर्टिकल त्यो एक्जस्ट भेलोसिटी हो। एक्स भनेको फ्युल रेट, यो एक्जस्ट भेलोसिटी थ्रस्ट हो। अनि वेट अफ द रोकेट, वेट भनेको mg थाहा छ सबैलाई, यो लेख्छु। अब चाहिँ कन्डिसन फर जस्ट राइजिङ भनेको उड्ने कन्डिसन चाहिँ रोकेट उड्नको कन्डिसन के हो चाहिँ थ्रस्ट इक्वल टु वेट हुनु पर्यो। थ्रस्ट इक्वल टु वेट, थ्रस्टको क्या भ्यालु यहाँ दिएको छु, थ्रस्टको भ्यालु यो लेखेको छु। अनि वेट भनेको mg हो। सब्स्टिट्युट भ्यालु सब्स्टिट्युट गर्छु भने एक्स इक्वल टु भ्यालु आउँछ, सबैलाई थाहा छ। अब चाहिँ अल्टिमेट भर्टिकल स्पिड गिभेन फ्युल कन्सम्पिटेसन रेट चाहिँ 1 सेकेन्डमा 20 केजी फ्युल जलायो भने त्यसको चाहिँ मास कति हो, त्यसको चाहिँ भर्टिकल स्पिड कति हुन्छ अरे त्यही सोधेको छ। इनिशियल मास दिएको छ, इनिशियल मास 200 केजी हो। अनि चाहिँ फाइनल मास आफ्टर फ्युल इज बर्न मास कति छ 20 केजी छ, मास 20 केजी छ। हेरौ द रोकेट इक्वेसन VE रोकेट इक्वेसन थाहा छ सबैजनालाई हो। यो एक्जस्ट भेलोसिटी हो, एक्जस्ट भेलोसिटी भ्यालु हालेको छु। लग इनिशियल मास फाइनल मास यो हो भ्यालु हालेर, अनि यो चाहिँ लग 10 आएको छ। लग 10 आएपछि यो क्यालकुलेट गरेर VE को भ्यालु यो आएको छ एकदम। हेर यो क्वेसनलाई एकदम राम्रोसँग सिकेको छौ, के पनि छैन। यो चाहिँ फर्मुलाहरू हो, यो फर्मुलाहरू दिमागमा राख्नुपर्छ। यो VE लग इनिशियल मास बाई फाइनल मास यो चाहिँ राख्नु पर्यो माइन्डमा। र अब हेर यो लिनियर एन्ड एङ्गुलर मोमेन्टमको सबै न्युमेरिकल चाहियो भने यो च्यानललाई सब्सक्राइब गर्नु। अनि चाहिँ म लाइन बाई लाइन पार्ट बाई पार्ट भिडियो लिएर आउँछु। थ्याङ्क यू।